बिहेमा पुलाउ खानु बनाउनु बोलाउँछु बोलाउनुहुन्छ स्योर स्योर नि यो हाम्रो नेसनल फ्ल्याग नाउ हामी पोल्यान्डमा Hello everyone, Namaste, Sewa, welcome and welcome back to my YouTube channel. It's me Sadhana Rai Shrestha. After a long time, I am back to blog. So today is a special day, some special event. Today is Happy New Year celebrate day. तर 2 दिन पछाडि हाम्रो न्यू इयर हो तर आज चाहिँ हामी सेलिब्रेट गर्दैछौँ किनभने कतिपयलाई त थाहा नै छ मेरो भ्युअर्सहरूलाई कि हामी विदेशमा छौँ म विदेशमा छु म पोल्यान्डमा छु सो हामी एभ्री इभेन्टहरू मनाइरहेको हुन्छौँ मेरो च्यानलमा हाम्रो इभेन्टको भिडियोहरू पनि छ सो 2 दिन पछाडि चाहिँ न्यू इयर हो तर 2 दिन अगाडि नै स्याटरडे छ अनि कामबाट आएर चाहिँ हामी सेलिब्रेट गर्नेछौँ किनभने 2 दिन पछि फेरि हामी कन्टिन्यू हाम्रो ड्युटी गर्नुपर्ने हुन्छ सो म अर्ली मर्निङ उठेर चाहिँ ड्युटी जानलाई अब तयारी हुँदैछु सो अनि भिडियो पनि लिइरहेको छु सो आज पनि ड्युटी छ ड्युटी गएर आएर चाहिँ फेरि हामी प्रिपरेसन गरेर चाहिँ हामी न्यू इयरको सेलिब्रेट गर्नेछौँ हामी जो जति नेपालीहरू हुनुहुन्छ यहाँ दाइहरू भाइहरू भएर हामी सेलिब्रेट गर्नेछौँ सो 2082 सालको चाहिँ सम्पूर्ण नेपालीहरूमा चाहिँ हार्दिक मङ्गलमय शुभकामना न्यू इयर पनि आइसक्यो नयाँ साल साथसँगै हरेक कुराहरू नयाँ आगमन हुन्छ होइन नयाँ प्लान हुन्छ एभ्रिथिङहरू फुलफिल होस् सबैजनालाई र मेरो भिडियो लाइक सेयर सब्सक्राइब पनि गर्नुहोस् सुरुमै अनि कमेन्ट पनि गर्नुहोस् अनि विदेशमा पोल्यान्डमा को हुनुहुन्छ कमेन्ट गर्नु होला अनि यति भन्दै यो भिडियो अब म ड्युटी जान्छु ड्युटीबाट आएर फेरि कन्टिन्यू गर्नेछु स्टे ट्युन गाइज आवश्यकता पर्छ त्यसको लागि हामीले यस दसैँमा पनि मजदुरले भूमिका खेल्नुभएको र हरेक कुराहरूमा चाहिँ सामाजिक काममा हरेक कुराहरूमा चाहिँ राम्रो ज्ञान भएको एकजना हाम्रो दाजु अथवा साथी उमेर हिसाबले मभन्दा काम गर्नुहुन्छ भित्र जीवन चौलागाई हामीले संयोजक भनेर मैले तोडेको छु र उहाँलाई चाहिँ कार्यक्रम संयोजकको आसन गर्नको लागि अब त्यसपछि अब कार्यक्रम हामी कुनै पनि कार्यक्रम सञ्चालन गर्दाखेरि संयोजक सकिसकेपछि संयोजकको चाहिँ हामीले अनुमति चाहन्छौँ र तपाईँले चाहिँ मलाई कार्यक्रम सञ्चालन गर्ने अनुमति छ भन्ने कार्यक्रम म कार्यक्रम सञ्चालन गर्नको लागि अनुमतिको लागि संयोजकबाट अनुमति दिन चाहन्छु अनुमति छ सञ्चालकज्यू धन्यवाद कार्यक्रमको संयोजकज्यू अब हामी चाहिँ कार्यक्रम अब हामी अतिथिको आसन गराउने कार्यक्रम गर्छौँ त्यसपछि अतिथि आसन गरेपछि हामी शुभकामना गर्नेछौँ हामी म कर्मशः चाहिँ हामी उमेर हिसाबले म चाहिँ अतिथिको आसन गर्नको लागि गर्न चाहन्छु हाम्रो विष्णु दाइ आउनु वर्ष चौगाना आदर कार्यक्रमको लागि अतिथिको आसन गर्नको लागि मैले सञ्जय गुरुमाको लागि गर्न चाहन्छु त्यसै गरी दिपेन्द्र अधिकारीलाई चाहिँ आसन गर्नको लागि त्यसै गरी धनेश्वरी गुरुङलाई चाहिँ आसन गर्नको लागि त्यसै गरी लाउँछु होइन चौधरीलाई चाहिँ आसन गर्नको लागि त्यसपछि हाम्रो दोष गुरुङलाई आसन गर्नको लागि लोकराज लामिछानेलाई आसन गर्नको लागि त्यसै गरी साधना राईलाई आसन गर्नको लागि गर्न चाहन्छु त्यसै गरी सरोज श्रेष्ठलाई आसन गर्नको लागि त्यसै गरी सरोज चौधरीलाई आसन गर्नको लागि त्यसै गरी विपिन दुरालाई आसन गर्नको लागि चाहन्छु त्यसै गरी मङ्गल लिम्बूलाई आसन गर्नको लागि एकदम सबैजनालाई और हाम्रो मञ्चर के लिए भी आसन गर्ने हार्दिक अनुरोध गर्न चाहन्छु धन्यवाद अब हाम्रो आसन गरेको कार्यक्रम सकिएको छ त्यसपछि हामी कर्मचारी मैले सानो उमेरबाट मैले दसैँतिर यो दसैँ भन्न आउँछ नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रमको मैले नाम बोलाउँछु त्यसपछि आफूले चाहिँ दसैँ विशेषको कार्यक्रमको शुभकामना नयाँ वर्षको शुभकामना आदान प्रदान
गर्न सक्छ परिचयसहित अनि आफ्नो पोल्यान्डमा कति भयो आएको होइन आफ्नो घर कहाँ हो त्यो आफ्नो परिचयसहित चाहिँ शुभकामना अर्पण गर्ने गरिदिनु होला भन्न गर्छु। यस क्रममा मैले सन्दीप गुरुङलाई नयाँ वर्षको शुभकामना अर्पण कार्यक्रमको लागि हार्दिक अनुरोध जान्छु र त्यसपछि आफ्नो परिचयसहित पोल्यान्डमा कति भयो आएको त्यो नमस्ते, मेरो नाम सन्दीप गुरुङ। म पोल्यान्ड आएको चाहिँ 3 महिना भयो र सबैलाई आउँदै गरेको नयाँ वर्षको शुभकामना। नवरासी बर्दघाट अनि हाल चाहिँ म पोल्यान्डमा रोमानियादेखि आएको 5 महिना भयो अनि फिलहाल चाहिँ अब खुसी लाग्यो हाम्रो दिदीहरू दाइहरू भाइहरू भेटेकोमा अहिले यसरी रमाइलो भएकोमा। धन्यवाद। त्यसै गरी सर्वश्रेष्ठलाई पनि आफ्नो शुभकामना मन्तव्य दिनु नमस्कार, म सज कुमार श्रेष्ठ। मेरो घर चाहिँ बर्दघाट, नवलपरासी बर्दघाट मेरो घर चाहिँ। अब नयाँ वर्षको सबैलाई शुभकामना लागि अब पोल्यान्ड आएको रोमानियादेखि 4-5 महिना भयो। धन्यवाद। त्यसै गरी अब साधना राईलाई पनि आफ्नो शुभकामना मन्तव्य नमस्ते सबैजनालाई, म साधना राई। मेरो पुर्खौली घर चाहिँ भोजपुर अनि अहिले चाहिँ ललितपुरबाट बिलङ्स गर्दछु है। म पोल्यान्ड आएको 10 महिना भयो। 10 महिनाको अन्तरालमा हामीले धेरै कुराहरू गऱ्यौँ, धेरै कुराहरू फेरि पनि यस्तो इभेन्ट्सहरू आउँदैछ, पहिला पनि गरेका थियौँ। यसरी यो विदेशको ठाउँमा आएर चाहिँ यसरी सबैजना यसरी ग्यादरिङ भएर गर्नु पाउँदा, हरेक चाडपर्व मनाउनु पाउँदाखेरि एउटा घर फ्यामिलीको यादहरूलाई चाहिँ बिर्साइरहेको छ जस्तो लाग्छ मलाई होइन। अनि अब कम्पनीको कुराहरू यस्तै हो, कामको कुराहरू यस्तै हो र यो सब कुरा हुँदाखेरि नि हरेक समस्या हुँदा नि हामी सबैजना यसरी बाँच्दै लड्दै भयो भने फेरि एकजुट भएर यसरी चाडपर्वहरू मनाउनु पाउँदा चाहिँ एकदम खुसी लाग्छ है। अनि यो आउँदै गरेको यो न्यु इयरको स्पेसल इभेन्ट हो, यसको लागि चाहिँ हामी सबै फेरि ग्यादरिङ भएर गऱ्यौँ। जो छौँ खुसी छौँ, गरिरहेछौँ, रमाइलो गरिरहेछौँ। अनि यो आउँदै गरेको 2082 सालको चाहिँ सबैजनालाई एकदमै हार्दिक मङ्गलमय शुभकामना है। यो जति यहाँ छौँ हामी भोलि यहाँ नहुन नि सक्छौँ, त्यसको लागि यो जे छ आज रमाउनुपर्छ, भोलि के हुन्छ को कहाँ हुन्छ थाहा हुन्न। त्यही भएर अहिलेको लागि चाहिँ हाँसौँ रमाउँ। आउने 82 सालको सबैलाई शुभकामना। पोल्यान्ड आएको चाहिँ कति भयो, 2 वर्ष परस भयो है, 26-27 महिना भयो। ठिकै छ। अलिक ठुलो स्वरले है। यत्रोजना सबैजना यसरी रमाइलो गर्न पाइयो होइन, एकदम खुसी लागेको छ। दसैँ पनि यस्तै गर्न पाइयो होइन, सबैजना घर फ्यामिलीको कमी हुन पाए जस्तो भयो जस्तो लागेन मलाई। यो चाहिँ फेरि पनि यहाँ भयो भने यस्तै तरिकाले मनाउनुपर्छ र सबैजना यस्तै तरिकाले ग्यादरिङ गरेर एउटा पारिवारिक हिसाबले बस्नु यो ठाउँमा। अब होइन सबै हामी विदेशमा आएको, कोही पूर्वको, कोही पश्चिमको, कोही दक्षिणको छौँ हामी। त्यसलाई चाहिँ अब काममा जे होला उता जे होला त्यसलाई सबैलाई भुलाएर चाहिँ यहाँ चाहिँ हामी चाहिँ एउटा हुनुपर्छ, एकजुट हुनुपर्छ। कसैलाई पनि हाम्रो कम्युनिटी नेपाली कम्युनिटीमा चाहिँ बाहिरको मान्छेहरूलाई छेद पसल्न दिनु हुँदैन। त्यही भएर मलाई चाहिँ 81 साललाई बाई 82 साललाई अब हाई गर्दै 2082 सालको धेरै शुभकामना। स्वस्थ रहनु, मस्त रहनु। धन्यवाद मित्र अधिकारीलाई। त्यसै गरी आफ्नो सञ्जय सबैजनालाई नमस्कार। मेरो नाम सञ्जय कुमार गुरा। मेरो घर चाहिँ कपिल बस्ती शिवपुर। म पोल्यान्ड आएको चाहिँ 6 महिना जति भयो। ल अब अरू के भन्ने, नयाँ वर्षको 2082 को सबैलाई शुभकामना है। नमस्ते सबैजनालाई। म चाहिँ यसो चौधरी दाङ लमैदेखि सबैलाई नयाँ वर्षको चाहिँ शुभकामना छ। अनि म चाहिँ पोल्यान्ड आएको चाहिँ मानव अब 1 वर्ष परस भइसक्यो। अनि अब गएको दिन चाहिँ जे जस्तो बित्यो भने, कोही अब सुख दुःख जस्तो बित्यो भने आउने दिन चाहिँ सबैको लागि राम्रो होस् भन्न चाहन्छु। यही नै छ मेरो नयाँ सालको शुभकामना। धन्यवाद। म केही कुराहरू भन्न चाहन्छु। यो विदेश बस्न लागेको कतिपय साथीहरू त सायद अब हामीभन्दा कमै उमेर बस्नुभयो होला। म चाहिँ योभन्दा पहिला कतारमा 2008 सालदेखि 2022 सम्म चाहिँ बसेँ। लगभग अराउन्ड 12-13 वर्ष कतारमा बसेर कतारदेखि म यहाँ पोल्यान्ड आएको हो। र म पोल्यान्ड आएको
वर्ष हुन लागेको छ। यो पहिलाका म साथीहरूलाई जानकारी गराउन चाहेँ र मेरो नाम अमृत सुनार, घर चाहिँ मेरो प्युठान हो र हाल मेरो बसाइ चाहिँ नवलपरासी डन्डा टाउनसिप नगरपालिकामा बसोबास गर्छ र अहिले चाहिँ हामी यसरी यो चाहिँ नेपालीहरू जुन जमघट भयो, सम्भवतः योभन्दा पहिला पुरानो कम्पनीमा बस्दाखेरि पनि हामी नेपाली थियौँ, तर यति यस्तो खालको मिलनसार नेपालीहरू थिएनौँ, केही थियौँ तर कोहीको डेली बनाइदिन्थ्यो हुने कारणले गर्दाखेरि यस्तो किसिमको कार्यक्रमहरू गर्न अन्यथा हामी सफल भएको थियौँ। जब यो कम्पनीमा यो ठाउँमा आइसकेपछि पहिलो सुरुमा चाहिँ नेपाली हामी भन्दा पहिला दिपेन्द्र अधिकारी हुनुहुन्थ्यो, दिपेन्द्र केही समय पछाडि चाहिँ उहाँ छोडेर अर्को कम्पनी जानुभयो, एक्लै नेपाली भएको कारणले गर्दाखेरि र पछि चाहिँ नेपालीहरू आए भन्ने हिसाबले दिपेन्द्र हामीभन्दा पछि आउनुभयो। त्योभन्दा पहिला हामी विक्की लामा हाम्रो एकजना भाइ छन्, उहाँ पहिले लेख्ने काम गर्नुहुन्थ्यो र त्यसपछि हामी चाहिँ 4-5 जना नेपाली आइसकेपछि क्रमशः हाम्रो चाहिँ लोकराज कुलेश्वर विष्णु, त्यसपछि आएर साधनाहरू धनेश्वरीहरू, अनि त्यसपछि हाम्रो जीवन ब्रो, त्यसपछि आएर बिपिन लगायतका साथीहरू जो आउनुभयो। अहिले चाहिँ हाम्रो यो नेपालीहरूको टिम यो माहौल भनेको अत्यन्तै हाम्रो पारिवारिक माहौल हो। विदेशमा बस्दाखेरि कुनै पनि किसिमको समस्या पर्दा नेपालीले नै चाहिन्छ। जसोसुकै हामी पिता मिठा कुराहरू गरौँ, एकअर्काको बारेमा नराम्रो कमेन्ट गरौँ अथवा हामी झैझगडा गरे पनि आवश्यक पर्ने भनेको हाम्रो नेपालीले चाहिन्छ। भोलि यस्ता किसिमका समस्याहरू समाधान गर्नको लागि हामी नेपालीले बुझ्नुपर्छ। हाम्रो यस्ता कार्यक्रमहरूले मानवीय नाता, आत्मीयता सम्बन्धहरू एकअर्कामा होस् भन्ने पनि हुनुपर्छ। यस्ता किसिमको कार्यक्रम गर्दाखेरि हामी कुनै पनि किसिमको कुराहरूमा चाहिँ सामान्य कुराहरू त्रुटि छन् अथवा एकअर्काको प्रति मनमुटाव छ भने पनि हामी यस्ता कुराहरूमा चाहिँ पछाडि राखेर आफ्ना सामाजिक कार्यहरूमा चाहिँ अगाडि बढ्दा चाहिँ सबैलाई राम्रो हुन्छ जस्तो लाग्छ। त्यसै कारणले गर्दाखेरि पनि यस्ता कार्यक्रमहरू सफल पार्नको लागि चेन्जहरू हुन्छ 2 जना। त्यसै कारण उहाँहरूले चाहिँ एकदम हरेक कुराहरूमा रोटी बनाउनेदेखि लिएर नेपाली परिकार बनाउने, त्यसपछि आएर हामीहरूलाई चाहिँ कुनै किसिमको कार्यक्रममा सहजता खेल्ने हाम्रो धनेश्वरी गुरुङ, त्यसपछि साधना बहिनीलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै गरी यस कार्यक्रममा उपस्थित भएर आज छुट्टी पनि थियो र हरेक कामहरूमा जहिले पनि अवसर हुने आदरणीय मित्र हाम्रो जीवन चौलागाईलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम जसरी उहाँले आज म्यानेज गर्नुभयो, छुट्टी पनि थियो। त्यसै गरी हाम्रो दिपेन्द्र, कुलेश्वर भाइ, लोकराज लगायत सञ्जय, जति पनि उपस्थित साथीहरू हुन्छ उहाँलाई आजको कार्यक्रममा यसरी चाहिँ हाम्रो नयाँ वर्ष मनाउने जुन अवसर प्रदान गरेर नेपाली खाना बनाएर जुन किसिमको एउटा वातावरण बनाउनु भयो त्यसको लागि सम्पूर्ण साथीहरू भएर जुन किसिमको सहयोग गर्नुभयो त्यसको लागि म सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा पनि हामी यो कम्पनीमा रहँला नरहँला त्यो छुट्टै कुरा हो, तर जुनसुकै ठाउँमा गए पनि यो यस्ता कामहरू गरेका थियौँ है। हामी खोलामा बस्दा नेपालीहरूको जमघट भएको थियो है, हामी पनि यस्तो कार्यक्रम गरेका थियौँ। यो पछिको लागि पनि मेमोरी होस् भन्ने हिसाबले पनि यस्ता कार्यक्रमहरू हाम्रो दिमागमा, हाम्रो मेमोरीमा रहन्छ भन्ने पनि मैले पुरा आशा लिएको छु। र अन्त्यमा जुनसुकै अवस्थामा भए पनि नेपालीहरू जहिले पनि हामी एकजुट हुनुपर्छ। हामी कुनै पनि देशको मान्छेहरूको विरुद्धमा आफ्नो नेपालीहरूलाई बिलाउने, नेपालीको बारेमा कुरा लगाउने, त्यसपछि आफू चाहिँ अगाडि जान्छ भन्ने किसिमको कुनै पनि किसिमको त्यो क्षणिक कुराहरू, त्यस्ता कुराहरूले हाम्रो नेपाली समाजलाई पनि फाइदा गर्न, आफूलाई पनि फाइदा गर्न केही समय मान्छेको लागि राम्रो भएला, तर कालान्तरमा त्यसले चाहिँ आफूलाई नै नराम्रो किसिमको अवसर पाइरहेको हुन्छ। त्यसैले पनि जुनसुकै नयाँ आउने साथीहरू जो हुनुहुन्छ अथवा कुनै काममा पनि हुनुहुन्छ, हामी पुरानो भइसक्नु भयो, कुनै पनि कामहरू गर्दाखेरि मान्छेसँग शिष्टता भएर बोल्ने, नम्र भएर बोल्ने, नबुझेको कुराहरूलाई चाहिँ दोहोऱ्याइतिर बुझ्ने कोसिस गर्ने, नजाने कुराहरूमा तुरुन्तै एन्सर नगर्ने। किनकि हामी यहाँ पहिलो कुरा त हामीसँग भाषाको समस्या छ। यहाँका कतिपय मान्छेहरू अब यहाँ भाषा अङ्ग्रेजी बोल्दैनन्, हामीसँग अलिअलि अङ्ग्रेजी भाषा भए तापनि हामी उनीहरूलाई एक्सप्लेन गर्ने हाम्रो कुनै त्यस्तो माध्यम छैन अङ्ग्रेजी बाहेक। यहाँको भाषा सिक्न अत्यन्तै गाह्रो छ। त्यस कारणले खोलाइमा आउने साथीहरूले पनि विशेष त भाषा नजान्ने कारणले सकेसम्म अध्ययन गर्ने बानी गरौँ र अध्ययन गर्दाखेरि हामी टिकटकहरूबाट पनि सिक्न सक्छौँ। धेरै कुराहरू अहिले एप्लिकेसनहरू छ है, त्यसपछि आएर युट्युबहरूबाट पनि सकिन्छ। तर कुनै पनि काम गर्दाखेरि, कुनै कम्पनीबाट काम गर्दाखेरि सकेसम्म आफू शिष्टता भएर बोल्ने, काममा चाहिँ नखाउने, यहाँ कम्पनीहरूले फायर गर्ने धेरै सिस्टमहरू छ। त्यस कारणले गर्दाखेरि काममा आफ्नो काममा इमान्दारिता ढङ्गले काम गर्नु होला भन्ने चाहन्छु। र अन्त्यमा आउँदै गरेको नयाँ वर्ष 2082को उपलक्ष्यमा यस पोल्यान्डमा बस्ने सम्पूर्ण यस उपस्थित साथीभाइ, दिदीबहिनी, दाजुभाइलाई नयाँ वर्षको हार्दिक मैले शुभकामना भन्न चाहन्छु। र 2082ले सम्पूर्ण साथीहरू, दिदीबहिनीहरूलाई चाहिँ सोचेको कुराहरू पुरा होस्,
आफ्नो चाहिँ इच्छाका कामहरू पुरा होस् र पारिवारिक सम्बन्धहरू अझै प्रगाढ बन्दै जाउँ र विदेशमा बसे पनि आफ्नो परिवार आफ्नो जिम्मेवारी दायित्वकर्ता कोही पनि मान्छे नहट्नु होला भन्ने आफ्नो कुराहरू राख्दै नयाँ वर्ष 2082को हार्दिक शुभकामना भन्दै म बिदा हुन्छु र यस कार्यक्रममा आफ्नो मन्तव्य आफ्नो कुराहरू राख्दै म बिदा हुन चाहन्छु र कार्यक्रममा सम्बोधनको लागि मैले हाम्रो आदरणीय मित्र जीवन चौलागालाई कार्यक्रम सम्बोधन गर्न दिन चाहन्छु र म यो कार्यक्रमबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। म जीवन प्रसाद चौलागाई फ्रम सिन्धुली नेपाल। आज यहाँ उपस्थित हुनुभएका दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णलाई 2021 साललाई बाई बाई गर्दै 2022 साललाई वेलकम गर्दै हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु र साथै 2082 सालले उमङ्ग छाओस्, समृद्धि छाओस्, हेल्थ एन्ड वेल्थ एन्ड ह्याप्पिनेस मेन्टेन गरोस्। दुखी पीडामा परेका यहाँ रहेका सम्पूर्ण नेपाली दुःख पीडामा रहेका नेपालीहरूलाई एकअर्काको साथ सपोर्ट गर्दै अघि बढौँ र सम्पूर्णले एकअर्कालाई सहयोग गरौँ भन्दै 2082 सालको शुभकामना दिँदै आजको कार्यक्रमलाई समापन गर्न चाहन्छु। धन्यवाद। सो मैले बनाएको पुलाउ है यस्तो गरौँ न के भयो यो त साथीहरू पुलाउ चाहिँ तपाईँहरूको बिहेहरू छ भने चाहिँ मलाई बोलाउनु होला स्पेसली म पुलाउ बनाउँछु तर यो अहिले छोप्नु पर्ने हुन्छ चिसो भइसक्यो। यो हाम्रो ग्रिल चिकन इन बार्बिक्यू, यो हाम्रो मिक्स गोर्खे अचार लेग पिस पापड सेलरोटी, ये हाम्रो चिकन करी, ये हमारा मंजर है हमारा मंजर भाई है अनि हाम्रो भाइहरू हुनुहुन्छ। बाई बाई हैप्पी न्यू इयर दाई, हैप्पी न्यू इयर हैप्पी न्यू इयर पुलेश्वर दाई हैप्पी न्यू इयर, सरोज दाई हैप्पी न्यू इयर, दस दाई हैप्पी न्यू इयर। सो अब चाहिँ हाम्रो यता पेन्टागन मिलाउनु पर्ने हुन्छ, यता ल मिलाउनु पर्यो। सो अनि स्पेसल चाहिँ यो हाम्रो नेसनल फ्ल्याग। नाउ हामी पोल्यान्डमा 2082 साल चाहिँ हामीले पोल्यान्डमा यसरी सेलिब्रेट गर्दैछौँ। अनि हामीले चाहिँ 2082 साल चाहिँ यहाँ सेलिब्रेट गर्दैछौँ। हामीले चाहिँ एभ्री इभेन्ट्सहरू चाहिँ हामी यसरी मनाउँछौँ। हामी सबै नेपालीहरू यहाँ धेरैजना छौँ, स्पेसली हामी छोरीचेली चाहिँ 2 जना मात्रै छौँ अनि हामीसँग दाइहरू हुनुहुन्छ है। सो यहाँ जोस् हाम्रो एभ्री इभेन्टहरू चाहिँ हामीले मनाउँछौँ। नेपालबाट विदेशमा आइकन चाहिँ मैले पूर्वको दाइ हेर्ने भनेको उहाँ हो, पूर्वेली फ्रम ताप्लेजुङ एन्ड फ्रम भोजपुर सुदूरपश्चिम बाजुराहा। Badi Malika is famous. Bro from Sinduli. Sinduli dai. So अब हाम्रो खानेकुराहरू चाहिँ दाइ तपाईँको घर कहाँ अरे? मेरो घर बर्गा। अनि मेरो बुटवल धनगढीको बसमा आउँदा मलाई ल्याइदिनु 4टा कालो चस्मा। अनि सो यहाँ यसरी अब हाम्रो खाने प्रोग्रामहरू चाहिँ हुन्छ यहाँ। सबैजना दिदी मेरो हामी 2 जना दिदी, मेरो दिदी 1 जना अनि म मात्रै छु यहाँ बिचरा। हामी यता बिचरा नो बिचरा हामी भनेको डेन्जर खतरा हो। सो दाइ तपाईँ हो मेन हाम्रो कार्यक्रमको सञ्चालक दाइ, भनिदिनु न 1-2 वचन मेरो भ्लगमा। ल हाम्रो प्रिय बहिनी साधना राई एकदमै हाम्रो अत्यन्तै बोल्ड बहिनी हो। हरेक कुराहरूमा चाहिँ बोल्ड डिसिजन लिन्छ, केही गर्नुपर्छ भन्ने सोच भएको र एभ्रिथिङ सहयोग गर्ने यो कार्यक्रमहरूलाई पनि
सफल बनाउनको लागि बहिनीको Oh मन my god! What? Oh my god! Happy New Year! Surprise के? कस्तो छ? मिठो छ तपाईँको बिहेमा पुलाउ खान बोलाउने हो मलाई? म बोलाउँछु नि दाइ, तपाईँको बिहेमा पुलाउ खान बनाउनु बोलाउँछु? बोलाउनुहुन्छ? स्योर? स्योर नि? ल म चाहिँ बोलाउँछु सो चटपट स्पेसल दाइ तपाईँको छोराको बिहेमा मलाई पुलाउ बोलाउने हो नि कस्तो हो नि कस्तो छ भन्नु न सो दाइ बस्नु न ल हाम्रो खाने प्रोग्रामहरू सुरु भइसक्यो यहाँ आजको स्पेसल भाइ बिहेमा पुलाउ बोलाउने हो नि मलाई बोलाउने रिजन बिहेमा बोलाउँछौ पुलाउ बनाउनु अस्मी तिम्रो बिहेमा त मैले पुलाउ बनाउने अब अर्को साल गएर कस्तो ल दिदी तपाईँको छोराको बिहेमा बोलाउने हो मलाई राइनीलाई नि बोलाउने हो यतिको चाहिँ हुनु पर्यो ल कस्तो मिठो छैन र भने यति मिठो बनाउँछु र पनि तारिफै छैन फर्स्ट बाइट खाएँ ल यस्तो मिठो छ यस्तो मिठो छ है सो हामी चाहिँ अब खान थाल्यौँ बिस्तारै विदेशको ठाउँमा आएर नि यसरी ग्यादरिङ हुन्छ घर फ्यामिली जस्तो खानालाई एकछिन चाहिँ इन्जोय गर्नुपर्छ फोन राखेर जस्तो लाग्यो कि मलाई अहिले म जोडिन्छु होइन आजको प्रोग्रामहरू चाहिँ यस्तै भयो हामीले फाइनली खाएर पनि सक्यो यहाँ अब गफ गर्ने प्रोग्रामहरू हुँदैछ यहाँ हाम्रो दाइहरूको सो कस्तो लाग्यो आजको न्यु इयर दाइ एकदम रमाइलो बहिनी धन्यवाद सम्पूर्ण सबै चिजको लागि अनि अरू के छ अब खाना डिलिसियस बनाउँछु हाहा यतिको तारिफ चाहिँ हुनु पऱ्यो कि यतिको तारिफ भएपछि म सधैँ खाना बनाइरहन्छु है मैले कहिले काहीँ यसो कार्यक्रमहरू हुँदाखेरि अब बनाउने तिमी नै हो मखैमा हो सो है ठिक थियो आज एभ्रिथिङ कुराहरू ठिक भयो सो हामीले न्यु इयर पनि मनायौँ अनि आजलाई चाहिँ म भिडियोहरू यस्तै भयो हाम्रो न्यु इयरको अनि म चाहिँ भिडियोहरू खासै धेरै हालिरहेको छुइनँ नि त अहिले चाहिँ सेलिब्रेट गरेँ दाइहरू गफ गर्दै हुनुहुन्छ कि हाम्रो एकदम सिनियराइजेड दाइहरू हुनुहुन्छ हामीसँग सो घरपरि जस्तै छ यहाँ बस्दैहरू सो आजलाई चाहिँ यति भन्दै भिडियो म इन्ड गर्छु भिडियो हेर्दै गर्नु होला लाइक सेयर सब्सक्राइब अनि तपाईँहरू पोल्यान्डबाट हेर्दै हुनुहुन्छ नि कमेन्ट गर्नु होला अनि यसरी नै हामी जस्तो मनाउँदै गर्नु होला किनभने विदेशमा अब फ्यामिली सबथोक भनेकै नै अब जो यहाँ हुनुहुन्छ उहाँहरू नै हो नि त अनि हरेक कुराहरू चाडपर्व चाहिँ यसरी नै हामीले सेलिब्रेट गर्दै आएको छौँ अनि यति भन्दै लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट गर्दै गर्नु होला अहिलेलाई चाहिँ यति भन्दै बाई बाई